हेलो एभ्रिवान, वेलकम टु माई च्यानल गैरी सिस्टर। आज चाहिँ हामी घुम्न जान लाग्यो। घुम्न जान चाहिँ बाबा लानु लाग्नु तर कहाँ भन्नु सरप्राइज रे अहिले चाहिँ एकदम के नि भन्नुभएको छ नि कहाँ जाने भनेर एकैचोटि लगेर ठाउँ देखाउँछु भन्नुभएको छ। थाहा छैन, हामी पनि एकदम एक्साइटेड छौँ जामै कहाँ जाने भनेर। हामी त रेडी भइसक्यो। हामी चाहिँ यहाँ ट्याक्सीबाट बसेर छौँ। बाबा मार्मिका मिसन खै कहाँ पुगेँ म भयो मम्मी अन्त विक्रम भाइसँग जाने हो। अनि हामी कति रमाइलो गर्छौँ के गर्छौँ म हजुर सब देखाउँछु। वाचिङ गाइस। ल हाम्रो टेकअप हुँदैछ है, प्लेन टेकअप हुँदैछ है हाम्रो यात्रा 12:30 बजे हिँड्यो नि त। एनर्जी ड्रिङ्क 18 वर्षको हामी चाहिँ हिँड्यो घरबाट। अब हामी कहाँ कहाँ जाने भनेर केही थाहा छैन। अब हिँडौँ कहाँ कहाँ पुगिन्छ हेर्दै गर्नु होला हजुरले है त कहाँ कहाँ पुग्छौँ हामी के गर्छौँ भनेर। हामी चाहिँ गच्छेबाट माथि निस्क्यौँ है। माथि मेरो भाइ गइरहन्छ हल्लेर कसले राम्रो नाच्यो मार्मिका कि मिसन है कमेन्ट गर्नु है गाइजहरू। गाइस उहाँमा मगर लाइक एन्ड सब्स्क्राइब भन्दैन। हामी चाहिँ अहिले देवा आइपुग्यौँ है गाइस। ल हामी पुग्यौँ है हाम्रो डेस्टिनी। हेयर इज द झरना। कस्तो राम्रो देखिरहेछ। हामी चाहिँ झरनानिर आइपुग्यो है। अब हिँड्न लाग्यो यहाँबाट चिनीबाट। भिडियो फोटोसुट हुँदैछ। नि हेर न उठ्नको हेर न यो लाइन हेर्दै बस्नु गाइस उठ्नको यो लाइन हेर्दै बस्नु कस्तो इल्युजन जस्तो लाग्छ। दम गाइस हाई हाई नगर्नुको फेरि फोटा खिच्नु गरेर हिँड्या हिँडे मिठा न त किन बाबा यता हेर्नुहोस् त्यसको फेस रिभिल भयो। पहिला यहाँ जान मिल्थ्यो हजुर मम्मी मिल्थ्यो पहिला यस्तो भएर मान्छे नि त यहाँ बाटो आउँछ अहिले त्यहाँ सकेर फेरि यहाँ अर्को थियो कि दुईवटा झर्ना थियो कि अहिले एउटा मात्र गराएको थियो यहाँ उता आउनेले उयो रहेछन् कि बाबा यहाँ पहिला जानु मिल्थ्यो यस्तो भए कहाँ हो हामी भन्नु न बाबा बाबा यस्तो ठाउँमा जानु मिल्थ्यो बाबा भन्नु न गाइड यो ठाउँमा हेर्नुहोस् इल्युजन जस्तो लाग्यो। दिदी उसमा टपमा लेखेको द ग्रेटेस्ट नेपालको ठुलो होइन र झरना यो होइन होला हौ त्यस्तै लाग्यो। कति यहाँ त मान्छे जान मिल्ने चाहिँ हामी चाहिँ अब झरनामा एकदम प्याक भयो। अनि त्यही भएर हामी माथि पाखीबाट छ पाखीबाट अल्छाँचीको पाखीबाट मन्दिर घुमेर अनि फेरि फर्किन्छ। यही बाटो फर्किनुपर्छ। त्यही भएर पछि खिच्ने भनेर भगाउनु भयो। हाल फोटो खिच्नु नदिने भनेको यहीँ मास आयो बाबा भागो कि भागिन कि नगर्ने।
कस्तो रहेछ मम्मी झर्ना एकदम राम्रो चिसो आउनुहोस् एकपटक हेर्नुहोस् मनोरञ्जन लिनुहोस् पाहाडको बाटो रमाइलो छ हरियाली छ भिरको बाटो आउने हो अनि बाबालाई चाहिँ कस्तो लाग्यो झर्ना ठिकै छ हामी पहिला बाख्रा चराउन आउँदाखेरि यस्तो देखिन्न थियो अहिले चाहिँ जे राम्रै लागिरहेको छ हामी चाहिँ पहिला नि आएको नि बाबा यो नबन्दा नि पहिला आएको थियो हामी अनि अहिले त्यतिखेर चाहिँ यस्तो थिएन अहिले चाहिँ अलि राम्रो बनाएछ तेरो फोटो हेर अनि मेरो फोटो हेर कस्तो खिच्दिएस फोटो डिस्कस पख न मैले नि अब खिच्दिनँ यस्तो राम्रो खिचिदिएको हो न यस्तो राम्रो खिचिदियो मेरो त यस्तो यो आँखा मात्र निकाल्दा खिचिदिए यहाँ यस्तो हामी चाहिँ यहाँ गाडी राखेर यहाँबाट हिँड्दै यहाँ किवी खेती पनि रहेछ त्यहाँ तल हामीले देखेको थियो आउने बेला बाटोमा अहिले अब हामी जाने बेला पसेर सोधेर खाने रे यहाँ सोधेर खाउँला भन्ने यहाँ चाहिँ यही हो है अहिले त्यहाँ जाम अब के गर्नु दिनुहुन्छ कि दिनु हुँदैन घरमा चाहिँ यस्तो चलाउनु हुन्छ कि मकै यसरी सुकाउँछ है गाउँतिर चाहिँ हामी चाहिँ अब यहाँ पुगिसक्यौँ है माथि चाहिँ अब यहाँ अलिकति सिडी रहेछ सिडीबाट जानु पर्दो रहेछ गुरुङ मगरहरू बस्ने बस्थ्यो कि पहिल्यै पहिलेको त्यही बुढाथोकी एरिया यहाँ माथि पाडा काट्ने कुखुरा काट्ने बोको काट्ने गर्दाखेरि यहाँ ताप्लेजुङ गएको थियो हजुर ताप्लेजुङमा त्यही व्यवसाय चलायो भनेर म आफू जन्मेकै ठाउँमा जान्छु भनेर आइपुगेँ एउटी रायमाझी कामना रायमाझीलाई उत्रिएका उनले 8 वर्षसम्म अन्न नखाइकी उत्रेर होइन पहिले गाईको दुध पानी खाना चाहिन्छ दाल भात रोटी अन्न खाइएन यहाँ पूजा गर्न लागेदेखि उनी 8 वर्षपछि अन्न खानुलाई त्यो शक्तिको श्रेष्ठ हो श्रेष्ठ भयो भने मूर्ति लिएर आएर राखेर पूजा रेगुलर गर्न लागेपछि अनि सही ठाउँमा भयो भने बाउलाई जस्तो भइसक्यो बन्द हुनुहुन्छ जिउँदै हुनुहुन्छ जिउँदै हुनुहुन्छ 8 वर्षसम्म खाना नखाएको मान्छे घर कत्न थियो यहाँ घर थियो त्यतिकै लिङ्क भगवान्ले त्यस्तो गराउनु हजुर भनेपछि पाठीभराको जन्म चाहिँ यहाँ भएको रहेछ भगवान् कहिले मेन्टल हुन्न कि जसलाई उत्रिन्छन् नि जसलाई माता उत्रिन्छन् त्यो कन्ट्रोल गर्न नसक्ने सम्बन्धित ठाउँ फेला पार्न नसक्ने भने त रुँदै हाँक्दै हिँड्ने हुन्छन् क्या जस्तै देखाउँछन् उनकै कमालो त जस्तो यहाँ सबैले छोडेर जाने त बाटो नदेखेको त तिमी पनि त बसेर रुने हो नि होइन र विकल्प के हुन्छ अरू त्यस्तो बाटो भगवान्जी उनी भगवान् हामी के आत्मामा हुन्छ कि हो आत्मासँग कनेक्ट गर्नुहुन्छ सोलसँग कनेक्ट हो कि थाहा नै पाइन् तिमीले यहाँ आएको कुरा गर्दै गर्दै आउँदा धौै भएन यहाँ चाहिँ गाउँ यो लर्किन्छ भन्ने यस्तो बनाएको यहाँ कति वर्ष भयो पूजा गर्न थालेको 78 को माघको 12 गतेदेखि ए तपाईँले कि अरू पूजा गर्ने आउनुहुन्थ्यो यहाँ पर्सिक तपाईँको कति भयो हजुर यहाँ जता कतै थाहा भएको भिडियो टिकटक
त्यही 78 को माघको 12 गते मन्दिर लिएर आएर प्राण प्रतिष्ठा गर्यो त्यसपछि कतिले उसको युट्युबमा हालिदिने कतिले फेसबुकमा राख्ने र प्रचलित भएको अब मिडियाले अहिले कहाँ गएर के गर्नु हाम्रो नाम कताबाट कमाऊँ भनेको छ भने आउँछन् यहाँ महिना 2-3 महिना आउँछन् के ल जुत्ता चप्पलै युज गरेर रिल्याक्स हुन्छ झन् जुत्ता चप्पल चाहिँ यहीँ खोलेर जानुपर्ने रहेछ तल माथिबाट चाहिँ एकदम राम्रो भ्यू देखिरहेछ गाउँ डाँडा काँडा भगवानको शक्तिले नजिक हिमाल देखिरहेछ राम्रो देखिरहेछ हाम्रो विक्रम दाई खोल्नुभयो जुत्ता होइन विक्रम दाई फोहोर हुन्छ पुऱ्याएर भएपछि ढुङ्गा माटो सब टिप्छ त त्यसले टावर पनि रहेछ तर कस्तो राम्रो है विक्रम दाई माथि त कस्तो राम्रो देखिरहेछ डाँडाकाँडा पुरै यता त पुरै माथि कहाँ यस्तो भइरहेछ आकाशमा यस्तो नजिकै छ हेलो मम्मी नै पुगिसक्नु भयो यस्तो राम्रो गाउँ गाउँ देखिरहेछ खतरा भ्युज छ खाने होइन उलप्रसाद दाजुभाइ अब हामी चाहिँ पूजा गर्छौँ अनि मात्र म फेरि जोइन गर्छु ल हामी चाहिँ पार्टी भएर सकिएर अब हामी फर्किँदैछौँ अगाडि अगाडि ल्याउनुहुन्छ तपाईँहरू गएर त्यहाँ मासु खिचेर आउनु त्यही भएर